के तपाईँलाई लागिरहेछ तपाईँ आफ्नो मर्जीले बाँचिराख्नु भएको छ? गलत। यहाँ त तपाईँलाई मनपर्ने रङ, तपाईँले खाने खानेकुरा, तपाईँले लगाउने लुगा, यहाँसम्म कि तपाईँले गर्ने खर्च पनि कुनै अदृश्य शक्तिको नियन्त्रणमा हुन्छ। हाम्रो दिमाग एउटा सफ्टवेयर जस्तै हो। समयको गतिसँग यसलाई तपाईँले अपडेट गर्नु भएन भने पुरानो सोच अनि खराब विचारको भाइरसले यसलाई ह्याङ बनाइदिन्छ। यहाँ 99% मान्छेहरू अरूको देखासेखी गरेर आफ्नो जीवन बर्बाद गरेर हुन्छन्। के तपाईँ पनि तीमध्ये एकमा पर्नुभयो? यसबाट निस्किने एउटै मात्र उपाय छ। प्रश्न सोध्नुहोस्, के यो मैले गरिरहेको मेरो चाहना हो कि मलाई देखाइएको भ्रम? अरूको देखासेखी गर्न छोड्नुहोस्, आफ्नो साम्राज्य खडा गर्नुहोस्। र यहाँ जो बिउजिन्छ उसैले राज गर्छ।